मित्र सर पनि फेल भएको भन्नुहुन्छ नि म नासुमा 2 पटक फेल भएको छु बताउनुहुन्न नि त अब किन भन्दाखेरि चाहिँ तँ म किन भन्छु भन्दाखेरि गाविस सचिव भएर गइयो अब त्यो बेला गइसकेपछि अब त्यो बेला सानैमा जागिर खाएको अब लगभग 20 वर्षमा लगभग 20-21 मै खाइहाल्यो हैन अनि त्यसपछि खाइसकेपछि आफूलाई त्यो खालको एउटा भयो त्यो बेला रेभिन्यू चाहिँ अलिकति राम्रो मानिन्थ्यो क्या रेभिन्यू भनेपछि मन पोखराबाट रेभिन्यू मात्रै दिने भनेर मैले राज सुब्बा मात्रै फर्म लगाएँ नाम पनि निस्क्यो तर मेरो वैकल्पिक त्यसपछि फेरि फर्केर सिराहा नै पुगेँ त्यसपछि मैले के गरेँ भन्दाखेरि यो धेरैजनाले सुन्न किन आवश्यक छ भन्दाखेरि सङ्घर्ष यत्तिकै आइँदैन कि मैले जहिले पनि भन्छु मैले त्यो अन्तर्क्रियात्मक कार्यक्रममा पनि विद्यार्थी भाइ बहिनी साथीहरूलाई के भन्छु भने तपाईँले एज अ नाम सुनेको ब्रान्डेड मित्र घिमिरे देखाए सङ्घर्षको मित्र त्यसको पछाडिको पृष्ठभूमि तपाईँले देख्नु भएको छैन भनेर भन्छु कि मैले त्यो सङ्घर्षै गर्दै गर्दाको मित्र घिमिरे त तपाईँले देखाएको थिएन त्यस कारणले अनि त्यसपछि म नासुमा त्यहाँ रासोमा वैकल्पिक पछि फेरि गएँ अब त्यसपछिको नेक्स्ट मैलमा के गरेँ भन्दाखेरि मैले पोखराबाट लेखापाल रासो म अब नमस्कार म अब रासोको इक्जाम दिन्न भनेर भने पोखराबाट चाहिँ मैले लेखापाल र प्लेन चढेर आएर काठमाडौँबाट प्रशासनको चाहिँ इक्जाम हेर्नु एउटै हो नि त प्लेन चढेर आएर दिएँ त्यसपछि मेरो त्यो पहिलो प्लेनको यात्रा पनि थियो अनि त्यसपछि रिजल्ट आउने बेलामा पोखराबाट लेखापाल निस्क्यो फेरि फेल भनेको वैकल्पिक हामी फेल भन्दैनौँ तैपनि अब फेलै हो त्यो अभियसली होइन किन भन्दाखेरि ऱ्याङ्किङमा आउन नसक्नु भनेको चाहिँ त अब त्यसलाई हामी पास फेल भन्छौँ कि फेरि अब पास त यस्तो हुन्छ नि सर भन्नुहुन्छ त्यस्तो होइन अनि त्यसपछि अनि फेरि फेल फेरि चाहिँ तपाईँको अनसक्सेस भनेको वैकल्पिक परे नाम लिखितमा आयो इन्टरभ्यू दिएँ त्यसपछि वैकल्पिक अब फेरि विरक्त हुँदै चाहिँ सिराहा पुगिसकेपछि फेरि त्यसको 15 दिनपछि पोखरा काठमाडौँबाट प्रशासन नासुको रिजल्ट आयो त्यसमा पास भएँ इन्टरभ्यू पनि दिएँ सफलता प्राप्त गरेँ र त्यसपछि भौतिक मन्त्रालयमा आएँ